हेलो साथीहरू, हजुरहरूले दिनको खाना बनाउनु भयो त? नबनाए सँगै बनाऊँ है त। मैले चाहिँ आलु उमाल्नलाई राखेँ। आज आलु र चोकाउने र रोटी बनाउँछु भनेर हजुरहरूले के बनाउनु भयो? मैले चाहिँ चोकाउने र रोटी बनाउन थालेँ है। पहिला आलु उमाल्न राख्थेँ, त्यसपछि गएर प्याज निकालेँ। यो प्याज काट्दाखेरि कसको आँखाबाट आँसु आउँछ। अनि आज मैले फेसबुकमा देखेको थिएँ कि 1 चम्मच दही राखेर आटा मुस्नियो भने रोटी नरम हुन्छ, फुल्छ भनेर। फुल्न त सधैँ फुल्छ नि, रोटी नरमै हुन्छ। यहाँको इन्डियाको आटा चाहिँ राम्रो हुन्छ नि त। त्यही पनि फेरि मैले 1 चम्मच दही राखेँ। दही राखेर आटा गुनेँ, मुसेँ। अनि त्यसपछि गएर थोरै त्यसलाई यसै राखेँ। अनि आलु पनि उम्लियो, तातो छ, हात पोलिरहेछ। अनि मैले अब आलु छिन्न राखेँ। तातो आलु हेर्न कति पोल्छ। हजुरहरूले तातै गर्नुहुन्छ कि सेलाएर गर्नुहुन्छ? हतार भएको थियो, त्यही भएर मैले तातो आलु खोल्न लाएँ। फुफु गरी खोल्न लाएँ, पोलिरहेको थियो नि त हातमा। त्यही भएर आलु मैले फुफु गरिरहेको छु, खोलिरहेको छु। हजुरहरूलाई कसलाई मनपर्छ आलु? मलाई त मनपर्छ। आलु पनि खोलेँ मैले, आलु पनि छिनेर भ्याएँ। अब त्यसपछि गएर आलुको बोक्रा पनि। अनि प्याज काट्न बनाइरहेको त प्याज त पुरै भित्र के भएको, गाजर लगाए चाहिँ कालै भएको छ प्याज त। प्याज पनि कालो हुन थाल्यो क्या भन्ने सोचेँ। हात धुन गएँ, हातभरि कालो लागेको थियो। अनि त्यसपछि प्याज काट्न थालेँ। सधैँ प्याज काट्दाखेरि आँखाबाट आँसु आउँथ्यो, आज त प्याज काट्दा आँखाबाट आँसु पनि आएन। यो सोचिरहेको थिएँ मैले, किन आएन भन्दै। कहिले प्याज धुने हो भने आँखाबाट आँसु आउँदैन क्या, त्यति भन्ने पनि लाग्यो। त्यही भएर फेरि प्याज काट्न थालेँ फटाफट। अनि आलु पनि काटेँ। अनि त्यसपछि गएर यसलाई यसलाई गराउनु राख्न पऱ्यो नि त। नुन मसलाहरू, नुन राखेँ। त्यसपछि नुन राखेर मैले पहिला आलुसँग नुन मिक्स गर्छु। अनि त्यसपछि बल्ल मैले दही, मही राख्छु। किनभने पहिल्यै नुन राख्ने भने आलुमा पनि त नुन लाग्छ नि। माथिबाट राख्ने पनि आलुमा नुनै राख्दैन, स्वादै हुँदैन। त्यही भएर मैले दही राखेँ थोरै। त्यसपछि गएर मही राखेँ। धेरै बाक्लो मन पर्दैन, त्यही भएर मही पनि राख्छु भने मही राखेँ, दही मही राखेँ। हजुरहरूले कसरी बनाउनुहुन्छ? मैले त यसरी बनाउँछु। अनि यसलाई पुरै मिक्स गर्छु। त्यसपछि गएर मिठो हुन्छ रोटीसँग, चावलसित। हजुरहरूले पनि बनाएर खान सक्नुहुन्छ। मैले चाहिँ खुर्सानी धेरै राखिनँ, किनभने मेरो नानी बाबुहरूले खान्छन् नि त, पिरो हुन्छ। त्यही भएर धेरै राखिनँ मैले खुर्सानी चाहिँ, अलिअलि मात्र राखेँ। धेरै पिरो थिएन, पिरो खाँदैनन्। 12 बजिसकेको थियो घडीमा पनि। अनि यता तेल गरम भयो, त्यसपछि गएर मेथी राखेँ। मेथी चाहिँ धेरै राख्नुपर्छ है। मेथी तेल गरम भयो होला भने सोचेर मेथी हालिहालेँ, तेल त गरमै भएन छ। त्यसपछि तेल गरम भयो, मेथी पनि राखेँ। मेथी कालो भयो हुँदासम्म राख्नुपर्छ है। हजुरहरूले कालो हुँदासम्म रातै राख्ने भने मेथीको स्वाद पनि आउँछ। अनि पुरै तेल पोख्यो नि, मेरो त तावा त घुमेर म त के गरौँ र तेल पोख्यो। ग्यास त फोहोरो बाहा। हजुरहरूले सोध्नुहुन्छ होला ग्यास कति फोहोरो गराएको, सफा गर्दिन क्या भनेर। त जति सफा गरे पनि, जति जे गरे पनि त्यो ग्यास चाहिँ कालै हुन्छ। किनकि त्यो पता नि के हो, के सिस्टम थाहै छैन। महँगो ग्यास छैन नि त, सस्तो ग्यासको चुल्हा। त्यही भएर हुन्छ, कालो हुन्छ जति गरे पनि। अनि यता फेरि मैले रोटी बनाउन थालेँ। गर्मी कति थियो। अनि त्यसपछि रोटी, यहाँ फेरि रोटी खाइन्छ धेरै जसो। भात मिठै हुँदैन नि त गर्मीमा। त्यही भएर नानी बाबुहरूले पनि रोटी खान खोज्छन्, सबैलाई रोटी मनपर्छ। अनि त्यसपछि गर्मी भइ पनि मैले छिटो रोटी बनाउन थालिसकेँ। 1 बजे त खाना आइहाल्नुहुन्छ ड्युटीबाट। नानी बाबु पनि आउँछन् स्कुलबाट। हतार गरेर मैले रोटी बनाउन थालेँ। हजुरहरूले रोटी खानुहुन्छ कि धेरै चावल खानुहुन्छ? मलाई त रोटी मनपर्छ। अनि यसो उभिएर हेरिराखेँ, डान्स गरेँ, नाचिरहेको थिएँ। अब के गर्ने, तावा धेरै तातै थिएन नि त। त्यही भएर रोटी फुल्यो भने मजा आउँछ रोटी पकाउन, रोटी फुलेन भने त मजै आउँदैन। मेरो रोटी त्यस्तै भइरहेको थियो। अनि हात पोलिरहेको थियो, जलिरहेको थियो। अनि मैले फुफु गरिरहेको थिएँ। अनि फेरि अर्को रोटी पनि राखेँ मैले त्यस्तै गरेर। अनि त्यसपछि मैले फाइनली बनाएँ खाना। हजुरहरूले खानुहोस् है त। म त खान थालेँ, बाई।